जय श्री राधे, ओम श्री हरि। बुधबार जन्मिने व्यक्ति कस्ता स्वभावका हुन्छन् त भिडियोलाई अन्तिमसम्म हेरेर सबैमाझ पुर्याउन सेयर गर्नुहुनेछ। बुधबार जन्मिने व्यक्ति पहिलो नम्बरमा बुध भनेको त बुद्धिकारी ग्रह हो। त्यसै गर्दाखेरि बुधबार जन्मिने व्यक्ति बडो बुद्धिमान हुन्छन्, धैर्यवान हुन्छन्, क्षमतावान हुन्छन्, धेरै सिप सिकेका, धेरै सिप सिक्नको लागि अग्रसर हुने खालका हुन्छन्, मिठा बोली भएका हुन्छन्। त्यस्तै गरेर बुध भनेको मिठो बोली भएको, शिक्षा काराग्रह भएको कारणले गर्दाखेरि धेरै शिक्षा हासिल गर्ने, पढेर चाहिँ धेरै उच्च शिक्षामा पुग्ने, उच्च ठाउँ, धेरै ठुल्ठुला पोस्टहरूमा, ठुल्ठुला ठाउँमा चाहिँ जागिरहरू भएका। त्यस्तै गरेर सबैलाई पाठ सिकाउने खालका, टेक्निकल शिक्षक पेसा, लेखापढी यस्तो कर्महरू गर्ने खालका। अनि त्यस पछाडि हेर्दाखेरि बडा सुन्दर अनुहार भएका, बडा राम्रो चम्किला अनुहार भएका, सबैसँग बोल्दाखेरि मिठो तरिकाले बोल्ने खालका, बडा हँसिला खालका, बडो आनन्ददायक, धेरै ठाउँ भ्रमण गर्ने, अलिक चञ्चलता स्वभावका पनि हुनेछन्। भने अलिकति घाँटी सम्बन्धी समस्या र पेट सम्बन्धी समस्याले गर्दाखेरि अलिकति स्वास्थ्यमा समस्या देखा पर्नेछ। यस्तो भयो भने हजुरहरूले गणेशको आराधना गर्नुहुनेछ। गणेशको चाहिँ व्रत बस्नुभयो भने हजुरको समस्या पनि समाधान हुनेछ। जय श्री राधे, ओम श्री हरि।